नमस्कार। पेट्रोल भर्दा अचेल तपाईको पनि मन चसक्क भएकै होला। तपाईले आफै इन्धन किन्नुहुन्न भने पनि यसको असर तपाईको भान्सासम्म पुगिसकेकै छ। गाडी भाडा बढेको छ, तरकारी महँगिएको छ, केही न केही मात्रामा सबै क्षेत्र महँगो भएको छ। त्यसो त पश्चिम एसिया युद्धका कारण इन्धनको मूल्य बढेको हो, यो कुरा सबैलाई थाहा नै छ। तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रति ब्यारेल करिब $90 झरेको छ, जबकि हाम्रोमा इन्धनको मूल्य बढिरहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य $120 सम्म पुगेको थियो। त्यसो भए नेपालमा पेट्रोलको मूल्य किन घटेन त? नेपालमा सधैँजसो भारतमा भन्दा सस्तो मूल्यमा पेट्रोल र डिजल पाइन्थ्यो। अहिले भारतमा भन्दा ₹50 बढी महँगो किन भयो? भारतमा पेट्रोल ₹170 भन्दा तल छ, पाकिस्तानमा करिब ₹195 छ र नेपालमा प्रति लिटर ₹219 पुगेको छ। किन? यसको मुख्य कारण हो कर। 1 लिटर पेट्रोलमा मात्रै ₹80 भन्दा बढी कर जोडिएको छ। भन्सार कर, मूल्य अभिवृद्धि कर, सडक मर्मत शुल्क, पूर्वाधार कर, प्रदूषण शुल्क लगायत विभिन्न नाममा तिरिएको यो करको सबै पैसा सरकारी खातामै जाने हो। यसबाहेक ढुवानी खर्च, पेट्रोल पम्पको लागत र मूल्य स्थिरीकरण कोष पनि थपिन्छ। त्यसो भए सरकारले पेट्रोल सस्तोमा दिनै सक्दैन त? आपतकालीन समयहरूमा सरकारले यी कर घटाउन वा नलिन सक्छ, जस्तो कि छिमेकी भारत वा पाकिस्तानले घटाएका छन्। यदि कर घटाइयो भने पेट्रोलको भाउ करिब ₹150 सम्म आउन सक्छ। तर किन घटाइँदैन? किनकि नेपालमा दैनिक झण्डै 35 लाख लिटर इन्धन खपत हुन्छ र यसबाट सरकारले दिनमै ₹28 करोड भन्दा बढी राजस्व उठाउँछ। अब यस्तो अवस्थामा नागरिकलाई सहुलियत दिए सरकारको आम्दानी घट्छ, अनि आम्दानी नभएको सरकारले हामीमाथि कसरी शासन गर्छ त? लोक कल्याणकारी राज्यको अवधारणामा यस्तो अवस्थामा कर घटाएर सहुलियत दिनुपर्ने हो। तर यस मामिलामा पनि अहिलेको सरकारको भूमिका पुरानैको निरन्तरता देखिएको छ।